आज चाहिँ काठमाडौँ उपत्यकाको यो ऐतिहासिक सहर ललितपुर जिल्लाको कृष्ण मन्दिर एरियामा चाहिँ मैले सानो यो भिडियो बनाउने कोसिस गरिरहेको छु। हजुरहरूलाई गुलाबको फुलबाट स्वागत गरेँ। आउनुहोस् सँगै भिडियो हेर्ने कोसिस गरौँ। यो चाहिँ ऐतिहासिक सहर हो। यहाँ चाहिँ विभिन्न वास्तुकला, काष्ठकला र मूर्तिकलाको लागि चाहिँ एकदम राम्रो प्रस्तुति यहाँनिर चाहिँ छ। यो विश्व सम्पदा सूचीमा समावेश भएको मन्दिर हो। यहाँ चाहिँ हजुरहरूले कृष्ण मन्दिर, भीमसेन मन्दिर देख्न सक्नुहुनेछ। यो भीमसेन जात्रा लाग्छ यहाँनिर, ठुलो जात्रा लाग्छ। कृष्ण जन्माष्टमीको बेलामा गाई जात्राको पनि ठुलो जात्रा लाग्छ। स्थानीय कल्चर, स्थानीय जनसमुदायहरूको चाहिँ विशेष गरी नेवारी कल्चर चाहिँ यहाँ चाहिँ मुख्य महत्त्वपूर्ण संस्कृतिको लागि एकदम धनी छ। देख्न सक्नुहुन्छ स्थानीय पर्यटकहरूको आज धेरै उपस्थिति छ। यहाँ चाहिँ विदेशी पर्यटकहरू पनि उत्तिकै घुम्न आउनुहुन्छ। यहाँ चाहिँ मर्मत कार्य भइरहेको रहेछ। फलामको यो ट्रसहरू राखेर मर्मत कार्य चाहिँ भइरहेको छ, देख्नुहुनेछ। यहाँ चाहिँ यो मन्दिरको कलाकृतिहरू, झ्याल ढोकादेखि लिएर यो खम्बाहरूदेखि लिएर बेजोड कलाकृति र मूर्तिहरूले भरेको छ। यो आदर्श कन्या क्याम्पस हो। यहाँ चाहिँ पढाइ हुन्छ। आज छुट्टी दिन भएर विद्यार्थी छैन। सँगै यहाँनिर चाहिँ यो ढुङ्गेधारा छ। यो ढुङ्गेधारा चाहिँ देख्न सक्नुहुन्छ हजुरले। पानीको मात्रा अहिले बर्खा भएर होला, पानीको मात्रा एकदम देख्न सक्नुहुनेछ। स्थानीय पर्यटकहरू राम्रो यहाँनिर चाहिँ फोटो खिच्ने, पानीहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यहाँ गमलाहरू पनि फुल्ने बेला भएछ, फुलहरू देख्न सक्नुहुन्छ। यो परेवाहरू पनि पानी खानको लागि आउँदैछ, देख्नुहुनेछ। पानी खान चाहिँ त्यहाँ परेवाहरूको पनि भिड लाग्छ। यो मन्दिरको माथि चाहिँ देख्न सक्नुहुन्छ यो टाइलहरू चाहिँ छानाको काम गरेको छ। यसले चाहिँ एकदम तापक्रम, चिसो तातो चाहिँ एकदम ब्यालेन्स मिलाउँछ। गर्मी पनि हुन दिँदैन र जाडो पनि हुन दिँदैन। यो टाइलको एकदम वातावरण मैत्री छ, देख्न सक्नुहुन्छ। यतातिर चाहिँ यो प्रतीक्षालय होला सायद, दुईवटा छ के अरे, दुईवटा रहेछ। परेवाहरू पनि छ। यहाँ पर्यटकहरू चाहिँ अब थकाइ लाग्यो भनेर विश्राम गर्ने ठाउँ चाहिँ होला सायद, आराम गर्ने ठाउँ होला। देख्न सक्नुहुन्छ पर्यटक अब अहिले स्थानीय पर्यटक चाहिँ बेसी छ, तर विदेशी पर्यटक पनि उत्तिकै यहाँ चाहिँ भिड लाग्छ, देख्न सक्नुहुनेछ। यहाँनिर मन्दिरमा पूजापाठ भइरहेछ, भक्तजनहरू भिड छ। यो मूर्तिले चाहिँ उता मन्दिरतिर फर्केर नमस्कार गरिराख्नु भएको छ। यहाँ माथि टाउकोमा चाहिँ परेवा पनि रहेछ। माथि स्थानीय पर्यटक देख्न सक्नुहुनेछ। यो कलाकृतिहरू चाहिँ एकदम राम्रो छ। माथि मन्दिरमा अलिकति छानामा चाहिँ घाँस पनि पलाएछ, अहिले बर्खा सिजन भएर होला। हजुरको यहाँ अगाडि चाहिँ पाटन सङ्ग्रहालय छ। यहाँ चाहिँ ऐतिहासिक चिजवस्तुहरू, सामग्रीहरू, कलाकृतिहरू देख्न सक्नुहुनेछ, अध्ययन गर्न पाउनुहुनेछ। हजुरले देख्न सक्नुहुनेछ। अनि बिस्तारै रात पर्दै गएको भएर होला बत्ती बाल्ने। यो बेलुका साँझतिरको भ्यू हो। घाम अस्ताउने बेलाको भ्यू हो, देख्न सक्नुहुनेछ। यो झ्यालहरू, ढोकाहरू हेर्नुहोस्, कलाकृतिहरू, मूर्तिले यो भरिपूर्ण छ। यसमा त वर्णन गरेर साध्यै छैन। यो कलाकृति हेर्दाखेरि अहिलेको यो वैज्ञानिक आधुनिक युगलाई पनि त्यो बेलाको कलाकृतिले चाहिँ टक्कर दिने खालको छ, देख्न सक्नुहुनेछ। यो हात्तीमाथि चाहिँ मान्छेको मूर्ति छ यहाँ,
त्यो बेलाको शासकहरू अथवा केही होला, देख्न सक्नुहुन्छ। बिस्तारै रात पर्दैछ, माथि अब यो चराचुरुङ्गीहरू वासस्थानतिर लाग्दैछन्। भिडियो कस्तो लाग्यो, राम्रो लाग्यो भने हजुरहरू सेयर गर्नुहोला, लाइक गर्नुहोला र सब्सक्राइब चाहिँ गर्नुहोला भन्ने मैले अनुरोध गर्न चाहन्छु। हजुरहरूको सपोर्टले मैले फेरि अरू भिडियो बनाउन मलाई हौसला मिल्नेछ। देख्न सक्नुहुनेछ बेजोड कलाकृति छ। यता अलिकति मर्मत पनि हुँदै रहेछ। ल यति भन्दै घडी छ, यति भन्दै मैले चाहिँ बिस्तारै भिडियो बिट मार्ने कोसिस गर्छु। अर्को भिडियोमा पुनः भेटघाट हुनेछ भन्ने मैले आशा राख्दै, अब रात पनि पर्यो, जुन देख्नुहुनेछ। हवस् त, धन्यवाद, नमस्कार। सब्सक्राइब गर्नु नबिर्सनु होला।